नमस्कार नमस्कार तपाईहरु हेर्दै हुनुहुन्छ सागर किराती युट्युब च्यानल। अब टक्कसँगले हामी चाहिँ यहाँ खासमा झण्डा पार्क जाने भनेर आएको तर झण्डा पार्कको लोकेसनै देखाएन। अनि हामी यहाँ ठ्याक्क बाटोमा यहाँ तल तीन पिप्ले भन्ने चोक रहेछ यहाँ मुनि, त्यो तल अलिअलि घर देखेको त्यहाँबाट हामी हिँड्दै टेक्चा आएर ठ्याक्क आधी बाटोमा आइपुग्यौँ। अब यहाँ माथि भुवनेश्वर मन्दिर भन्ने रहेछ, तपाईहरु देख्दै चाहिँ माथिको त्यो त्यहाँ जानु लागेको एकछिन। बाटो चाहिँ आधी बिचमा चाहिँ यो यस्तो बाटो रहेछ, जङ्गल जस्तो बाटो। अनि यहाँबाट अलि माथि फेरि टेक्चा आउँछ, म टेक्चाको देखाउँछु तपाईहरुलाई। यहाँ यो काठमाडौँको भ्यू त खासै देखिँदैन, पर यता तलतिर कस्तो राम्रो ठाउँ, यो तलतिर यो हेर्नुहोस् ल, काठमाडौँ यस्तो राम्रो छ है। यहाँ बिरामी छु म हल्का, त्यही पनि घरमा बस्दा कोठामा झ्याउ लागेर निस्किदिएको आज झन्डै 10 दिन पछाडि। अब तपाईहरुलाई हामी टक्क भुवनेश्वर मन्दिर कस्तो छ देखाउँछौँ। मसँग विनोद काका पनि हुनुहुन्छ, अगाडि भिडियो बनाउँदै जानुहुँदैछ। उहाँको चाहिँ हाङबी युट्युब च्यानल छ है, खोजेर सब्स्क्राइब हानिदिनु न उहाँको पनि। कस्तो राम्रो घर हो कि होटल हो यो डाँडामा। भुवनेश्वर मन्दिर जाने बाटोको राइट साइडपट्टि रहेछ यो, दामी रहेछ दामी। अब यहाँ टक्क हामी आइपुग्यौँ। बारीमा मान्छेले बर्सी रोपेर टन्न लगाएको रहेछ, हावाले त उडाउनु खोज्छ त हौ। विनोद अङ्कल माथि जानुहुँदैछ टेक्चाबाट। अब म पनि यहाँ टेक्चा निस्किने हो। फोक्सो चाहिँ निस्केर बाहिर निस्किसक्यो, घाम लागिरहेछ। यस्तो छ हेर्नुहोस्, टेक्चा यो उकालो जाने। अब म हिँड्छु है त उकालो, फोक्सो निस्किनु लाग्यो। यो टेक्चाभन्दा तलको चाहिँ यस्तो ठाडो 90 डिग्रीको उकालो थियो, मरेर त्यसलाई पार गरेर आयौँ। टेक्चा हिँड्ने टुक्कु। ओ विनोद काका, हेलो। यो टेक्चाले त मार्ने भयो त उकालोले त। यो टेक्चाले मारो, यो टेक्चाले यस्तो छ कि उकालो तलबाट मरे पाइला यसरी चल्छ हेर्नु यहाँ। पाइलै चल्दैन त अङ्कल। विनोद अङ्कलको मुटु उफ्रियो अरे, लथ्र्याक लुथ्रुक परेर बसिरहनु भएको छ। म पनि बस्ने हो, घ्याप्प बस्नु न एकछिन। हेट यहाँ मर्नुलाई बस्नु, अब आइपुग्नु लाग्यो। कतिको उकालो रहेछ अङ्कल भनिदिनु त। गाइजहरू हामी चाहिँ लखतरन परेर अब चाहिँ पुग्नु लाग्यो होला। तर यहाँ आइपुग्दाखेरि चाहिँ कसम म बिरामी मान्छे बेहोसै हुने भए हो। धेरै नै यहीँ मर्नु लाग्यो अङ्कल। यत्र भएर कस्तो भइरहेछ, कुलै कुलो कता डाँडाको डाँडा आयो, पसिना तुरुरु झरेर डाँडा। पछु हुँदैछ साँच्चै, नुहाइ नै सक्यो पसिनाले त। अब मन्दिर पुग्न लाग्यो, मन्दिरको मात्रै देखाउने हो तपाईँहरूलाई। ल बाई एकछिनको लागि। हाम्रो विनोद काकाको चाहिँ हाङबी युट्युब च्यानल छ है, सबैले सब्स्क्राइब गरिदिनु खोजी हाङबी, HANG हाङ अनि बी छ है। लखतरन परियो, लखतरन भन्नुहुन्थ्यो पहिला हामीलाई घरमा बोजू बाजेले। ल सब्स्क्राइब गर्नु होइन भने मार्छु भन्नुहुँदैछ है काकाले। लाता
ल एकछिनको लागि बाई। हावा बोलाउने तरिका थाहा छ तपाईँहरूलाई? यस्तै तँलाई के गर्छ भने थाहा छैन? के गर्छ? कबड्डी फिल्म हेरेको छैनौ? ए गएर वाङ्ग लडिझर्छ होइन त्यो? त्यसमा हो कि कबड्डीमा हो कि जारीमा हो? जारीमा पो त। त्यो के अरे के बराल? विजय बराल ड्वाङ्ग तल लडिझर्छ नि। राँगा लाउने लोक लडी पो झर्छ। तर हाम्रो बोजूले भन्नुहुन्थ्यो क्या पहिला यो सुसिला लाउँदाखेरि चाहिँ यसरी जङ्गलमा बसेर हिँड्दाखेरि कतै गर भने हावा आउँछ भन्नुहुन्थ्यो क्या बोजूले। त्यस्तै गाइजहरू सिकिरहनु है। अब यहाँ जय पृथ्वीनारायण शाह जिन्दाबाद। मरे मरे अब आइपुग्नु लाग्यो। अब चाहिँ पृथ्वीनारायण शाह मन्दिर यही हो। अब हामी पुग्न लाग्यौँ है। बोल्नै सक्दिनँ म त। आइपुग्यो होइन बुढेस? आइपुग्यो होइन? यही हो यो मन्दिर चाहिँ। यो वरिपरि सबै बनाउँदै रहेछ होला है। माथि नजाउँ होला। यहाँ सबै देखिन्छ। यहाँ बाहिर के जानु। यो चाहिँ मन्दिर हो। यहाँ माथि भिडियो खिच्न पाउँदैन भनेर देखिसकेँ मैले। यहाँ जाँदाखेरि चाहिँ टक्क खुट्टा यहाँ पानीमा सफा गरेर जानुपर्ने रहेछ। पानी छै ट्याक्क खुट्टा चोगेर कृपया पोखरीमा खुट्टा डुबाएर जानु होला भनेछ। मन्दिर चाहिँ तर दामी लाग्यो मलाई। यसको स्टक के भन्छ यसलाई, यसको बनाउने तरिका बनाएको राम्रो छ। वरिपरि भयङ्कर बिल्डिङ बन्दैछ। डाँडामा छ। यो मन्दिरको नाम चाहिँ भुवनेश्वर मन्दिर। दामी छ है। यसको वरिपरि देखाइदिनु पर्छ। म चाहिँ भित्र छिरिनँ किनभने म जुठो परेको छ कि घरमा, त्यही भएर बाहिरबाट मात्र खिच्दैछु। वरिपरि तपाईँलाई देखाइदिन्छु। यताबाट आउनु न विनोद काक्स। मन्दिरको पुरै देखाइदिउँ न वरिपरि। ओ बुढेस आउनु न यताबाट दामी देखिँदो रहेछ। डाँडामा छ, बवाल छ। कस्तो राम्रो छ है। कतिको राम्रो छ त भनिदिनुहोस् त गाइजहरू। एकदम राम्रो। चारपट्टिबाट छिर्ने चाहिँ बनाएको रहेछ चौतर्फीबाट। तर यो एक साइडबाट मात्रै पोखरीमा खुट्टा चोगेर छिर्नु पर्दो रहेछ। भुवनेश्वर मन्दिर। यो ठाउँलाई के भन्छ अरे विनोद काका? भुवनेश्वरै भन्छ ठाउँलाई? के ठाउँ? तीन पिप्ले। खै मैले त हेरिनँ। तीन पिप्ले चोकबाट अलि माथि हो, त्यति हो। बुझ्नु अब वरिपरि म घुमिनँ।